छ त्यसको पनि जानकारी लियौं। श्रोता विशेष गरी एउटै हुन्छन्, तर आजभोलि चाहिँ विभिन्न प्रकारको भेदहरूको श्रोताको बताइएको छ। जहाँ भगवानको कीर्तन भइरहेको छ, जहाँ भगवानको कथा भइरहेको छ, जसले ध्यानपूर्वक श्रवण गर्नुहुन्छ त्यो व्यक्ति मात्रै श्रोता भनेर कहलिन्छ। शरीर चाहिँ यहाँ बसेको छ, ध्यान चाहिँ कहिले मोबाइलतिर हो कि घरतिर हो कि बच्चातिर हो कि गयो भने हिँडिरहने क्या, सडक 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 हिँडिरहनेलाई श्रोता भनेर बताइएको छ। त्यो श्रोता हुँदैन, त्यस्तो व्यक्तिलाई सम्बोधन गर्नुभएको होइन। कथा भइरहेको छ, आँखा झुकु झुकु निधायो भन्दा त्यो त श्रोता हुन्छ। श्री कृष्णचन्द्र भगवानको त्यस कारणले सर्वे श्रोतारः सावधाना भवन्तु। यस पावन पुण्य गृहमा आयोजित सप्ताह श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ बडा आफूलेको प्रभावले मात्र प्राप्त गर्न सकिन्छ। गुरुदेवको मुखारविन्दबाट हामीले श्रवण गरिसकेको कुरा कस्तो छ विधान भने, कुनै जन्ममा के पुण्य गरियो भने त्यो पुण्य लगेर परमात्माले एउटा खुत्रुकेमा खुत्रुक्क खसालिदिनुहुन्छ। अर्को जन्ममा अलिकति पुण्य, अर्को जन्ममा अलिकति पुण्य, धेरै पुण्य जम्मा भएपछि मनुष्य भएर जन्मिन पाइन्छ। त्यस्तै असंख्य पुण्य जम्मा भएपछि मात्रै भगवानको सेवा गर्ने अवसर प्राप्त हुन्छ भन्ने प्रमाणहरू छ। त्यसकारणले जहाँ भागवतको आयोजना हुन्छ त्यो घर नभएर तीर्थ समान हुन्छ। आउँछ महिमा महात्म्यमा यस पावन पुण्यमय तीर्थमय गृहमा आयोजित श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ अन्तर्गत आज द्वितीय दिवसीय सन्ध्याकालीन सत्रमा हामी उपस्थित भएका छौँ। सबै श्रोता वृन्दहरू सावधानपूर्वक श्रवण गर्नुहोला। ओम नमो भगवते वासुदेवाय। लक्ष्मीनाथ समारम्भां नाथयामुनमध्यमाम् अस्मदाचार्यपर्यन्तां वन्दे गुरुपरम्पराम्। श्रीयोगिराज रघुनाथ गुरो प्रशिष्यम् श्रीमद्जनार्दन गुरुत्तम शिष्यरत्नम्। वेदांत युगमनिपुणम् सुलभम् सुशीलम्। श्रीदेवराज गुरुवर्यमहं प्रपद्ये। अहं हरे तव पादैकमूल दासानुदासो भवितास्मि भूया। मना स्मरेतां सुपतेर्गुणांस्ते गृणीतवा कर्म करोतु काया। कृष्णाय वासुदेवाय हरे परमात्मनाय गोविन्दाय नमः। अखिल कोटि ब्रह्मांड नायक राधा सर्वेश्वर भगवान को चरण कमलमा साष्टांग दण्डवत गर्दै यसै गरी यस पावन पुण्य गृहमा आयोजित मण्डपस्थ स्थापित आवाहित पूजित देवताहरूको चरण कमलमा साष्टांग दण्डवत गर्दै व्यासगतिमा विराजमान गुरुदेवको चरण कमलमा साष्टांग दण्डवत गर्दै र यस गृहमा आयोजित श्रीमद् भागवतको सेवाको लागि उपस्थित हुनुभएका सम्पूर्ण विश्वासमय पिताजीहरू, भक्तिमती माताहरू, साना साना बालगोपालहरू, जति पनि उपस्थित हुनुभएका सम्पूर्ण श्रोतावृन्दहरू हुनुहुन्छ, हजुरहरूको चरण कमलमा साष्टांग दण्डवत गर्दै आजको यस सन्ध्याकालीन कथा प्रारम्भ हुन गइरहेको छ। यस महिमालाई धेरै पुराणहरूले गान गर्नुभएको छ। आफ्नो महिमा आफैले गाउन मिल्दैन। आफ्नो महिमा आफैले गायो भने के हुन्छ? मपाई हुन्छ, थाहा छ नि हैन? भागवतको महिमा हुन्छ। दिवंगत हुन भइसकेका व्यक्तिहरूको पनि कल्याण हुन्छ। त्यसै गरी जो जीवित अवस्थामा छौं हामी सबैको पनि कल्याण हुन्छ। यी प्रमाणहरू सबै प्रमाणहरू कस्ता कस्ता प्रकारका प्रमाणहरू छन्? भागवत लगाइयो भने के हुन्छ? भागवत पाठ गरियो भने के हुन्छ? कति पाठ गर्न सकिन्छ? कस्तो प्रकारले सेवा गर्न सकिन्छ? यी सबै महिमा
जसलाई महात्म्य भनिन्छ। यो महात्म्य यहाँ पद्म पुराणले गान गर्नुभएको छ। पद्म पुराणमा गान गरिएको छ। पद्म पुराणका केही अध्यायहरू जुन भागवतको महिमा गाइएको छ त्यो अध्यायहरूद्वारा यहाँ महात्म्य राखिएको छ। सर्वप्रथम नारदजीको संशय मेटाउनको लागि शरद कुमारहरूले उद्योग गर्नुभएको, जसको सल्लाह बमोजिम श्रीमद् भागवत लगाउनु भएको कथाहरू भोलिका दिनमा आउनेछन् र सनकादि ऋषिश्वरहरूको सत्प्रयासद्वारा स्वयं नारदजी कर्ता बसेर भागवत लगाउनु भएको कथा र जसको प्रभावद्वारा भक्ति ज्ञान र वैराग्यको कल्याण भएको कथा, बडा क्रूर अवस्थामा रहेको धुन्धुकारीको पनि कल्याण भयो भन्ने धुन्धुकारीको पनि कथा, सबै कथा श्रवण गराइसकेपछि यो 6औं अध्याय नियमले भरिपूर्ण भएको अध्याय हामी यहाँ श्रवण गराउने छौं। यी सबै कथाहरू सनकादि ऋषिश्वरहरूले नारदजीलाई श्रवण गराउँदै हुनुहुन्छ भन्ने कथा नैमिषारण्यमा सुतजीले सौनकादि गरेका ऋषिश्वरहरूलाई सम्बोधन गरेर श्रवण गराइरहनु भएको कथा पनि अब आज हामी यहाँ हजुरहरूलाई श्रवण गराउने छौं। अथ ते समय प्रवक्ष्यामि सप्ताह श्रवणे विधिं सहाये वसवे सैव प्राय साध्यो विधि स्मृत। ऋषिहरू भन्नुहुन्छ नारदजी, यस्तो प्रकारले जसले भागवत आयोजना गर्दछ त्यसको त कल्याणै कल्याण, दुवै हातमा लड्डु भने जस्तै गरी कल्याणै कल्याण हुन्छ। कुनै पनि प्रकारको बाँकी अलिकति थोरै पनि क्लेश रूपी संशय पनि रहनेवाला छैन। यसरी भागवतको आयोजना गर्नुपर्दछ। अब यो भागवतको आयोजना गर्दाखेरि कस्तो कस्तो प्रकारले तयारी गर्नुपर्दछ, के सामग्रीहरू चाहिन्छ, यसको विषयमा म हजुरलाई बताउँदैछु भनेर सनक सनन्दन सनातन सनत कुमार याद गर्नुस् है। अहिले एकछिनपछि हाम्रो ज्ञान मञ्च हुन्छ। दिनभरि के कथा सुन्नुभयो, कस्तो सुन्नुभयो, ध्यान दिनुभयो कि भएन, त्यसको प्रश्न उत्तर हुन्छ, सोध्न सकिन्छ। सनकादि ऋषिश्वरहरू को हुनुहुन्छ, उहाँहरूको नाम के हो? सनक सनन्दन सनातन सनत कुमार। ऋषिश्वरहरूले नारदजीलाई भन्दै हुनुहुन्छ, नारदजी यस्तो प्रकारले भागवतको विषयमा म यहाँहरूलाई बताउँदैछु। सबैभन्दा पहिला मनुष्यले मनमा सत्सङ्कल्प गर्नुपर्दछ। अब एकचोटि भागवत लगाउन पाए त मेरा पितृहरू पनि तर्ने थिए, मेरो पनि कल्याण हुनेछ भन्ने कुरो सत्सङ्कल्प सिर्जना गर्नुपर्दछ। जसले मनमा कल्पन्छ मात्रै पनि भगवानको कृपा त्यसै वखतबाट त्यसलाई प्रारम्भ हुन सुरु हुन्छ। दैवज्ञं तु समाहूय मुहूर्तम पृच्छयत्नत विवाहे यादृशमय वित्तमय तादृशमय परिकल्पयेत्। अनि त्यति मनमा संकल्प गरिसकेपछि सबैभन्दा पहिला त के आउँछ? धनराशि। धनराशि कति जम्मा गर्नु अरे भने बताउनु भएको छ। विवाहे यादृशम वित्तम, विवाहमा जति वित्त भनेको सम्पत्ति चाहिन्छ छोरीको विवाहमा, त्यति नै सम्पत्ति लगभग भागवत आयोजना गर्नको लागि छुट्याउनु पर्दछ। अनि त्यस पछाडि योग्य गुरु कहाँ, योग्य ज्योतिष कहाँ गएर योग्य समय ठहर्याउनु पर्दछ। योग्य समयमा बडा शुभ शुभ समयहरू भनेर बताउनु भएको छ यहाँ। मङ्सिर, असार, कार्तिक, असोज, भदौ आदि इत्यादि महिनाको साथ साथमा सूर्यनारायण उत्तरायण भएको वखतमा, अहिले उत्तरायण पनि छ। त्यसै गरी जुन दिन पुराण श्रवण चक्र जुरेको छ त्यो दिनलाई पनि विचार गरेर, यी सबै कुरालाई विचार गरेर योग्य समय, देशकाल, परिस्थिति, पारिवारिक अवस्थाहरू सबैलाई विचार गरेर योग्य समय ठहर्याउनु पर्दछ। यसरी यी कुरालाई चाहिँ विशेष गरी विचार गर्नुपर्दछ। अनि फलानु घरमा भागवत होइछ भन्ने जसले सुन्नुहुन्छ उहाँहरू पनि निम्ता नभए पनि आएर भागवत सुन्ने अधिकार छ भनेर बताउनु भएको छ। फलानुले त बोलाएकै छैन, यो हुन्छ नि आजभोलि गाउँघरमा होइन, फलानुले त भागवत लगाए हामीलाई निम्तै गरेन, के जानु, त्यो गलत हो। जसले सुन्नुहुन्छ उहाँहरू सबैले आएर कथा सुन्ने अधिकार छ। अनि कर्ताहरूका परिवारले पनि सबैलाई भेदभाव नगरिकन सबैलाई निम्ता पठाउनु पर्दछ। यस्तो प्रकारले दूरे हरिकथा केचिदे
दुरेरी बालक जुनसुकै अवस्थाका व्यक्तिहरू पनि हुन्, भगवान हरिको कथाबाट जो टाढा रहन्छन् भने तिनीहरूको कुनै पनि प्रकारले कल्याण हुँदैन। त्यसकारणले सबैजना जसले सुन्नु भएको छ अलिकति मात्रै भने पनि त्यो गाउँमा त्यो घरमा खोज्दै 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 आएर कथा श्रवण गर्नुपर्दछ। त्यो ठाउँमा जो वैरागी हुनुहुन्छ, जो वैष्णव हुनुहुन्छ, जो चाहिँ भगवानको हरिकीर्तनमा तत्पर रहनुहुन्छ, त्यस्ता सबै व्यक्तिलाई चाहिँ कर्ताले निम्त पठाउनु पर्दछ। यी सबै वैरभावलाई त्याग गर्नुपर्दछ। हृदयभित्र 6वटा शत्रु हामीले पाल्यौँ भने भगवानले आएर कहिले पनि वास गर्नु हुँदैन। काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, यो 6वटा शत्रुहरू हाम्रो शरीरभित्र बसिरहेका हुन्छन्, हाम्रो अज्ञानतालाई मलजल गरिरहेका हुन्छन्। त्यसकारणले हृदय सफा गरेर सबैलाई टाढा टाढासम्म निम्ता गर्नुपर्दछ। त्यसैव पत्र तल्लेखन मितिरितमय पत्र अथवा गाउँघरमा त पहिला त सुपारी पठाउने पनि चलन थियो क्यारे, होइन? पठाउनु पर्दछ। ल फलानु मितिबाट फलानु मितिसम्म निवासी फलानु गुरुको मुखारविन्दबाट सङ्गीतमय श्रीमद् भागवत कथा मेरो घरमा आयोजना हुँदैछ। ल हजुरहरू सपरिवार पाल्नु होला, सम्भव भएसम्म 7 दिनको लागि पाल्नु होला, सम्भव नभए 1 दिनको लागि मात्र भए पनि यहाँले पाउ कष्ट गरिदिनु होला भनेर यस्तो प्रकारले निम्ता गर्नुपर्दछ। बिदा छैन भने 1 दिन मात्र मिलाएर भने हजुर जसरी पनि आउनुपर्छ है हजुर भनेर कर काप जसरी हुन्छ त्यहाँ चाहिँ उपस्थित गराउनु पर्दछ। यस प्रकार विनयपूर्वक निमन्त्रणा गर्नुपर्दछ। जो आउनुहुन्छ उहाँ सबैको कल्याण हुन्छ। ऋषिश्वरहरू बताउनुहुन्छ नारदजी जुन ठाउँमा भागवत आयोजना गरिन्छ त्यो ठाउँ कस्तो हुनुपर्दछ लेख्नु भएको छ यहाँ। तीर्थे वापि वने वापि गृहे वा श्रवणं मतमय विशाला वसुधा यत्र कर्तव्यम तत्कथा स्थलमय। मेरो घरमै लगाउँछु भन्ने पनि नियम छैन भनेर बताउनु भएको छ। कुनै तीर्थमा गएर पनि भागवत लगाउन सकिन्छ, अथवा कुनै वन जङ्गल चौर परेको ठाउँमा, ठुलो भएको ठाउँमा विशाला वसुधा यत्र, वसुधा भनेको जमिन जहाँ धेरै ठुलो फैलावट भएको छ त्यो ठाउँलाई चाहिँ कथास्थल रोज्नु पर्दछ। साङ्ग्रो प्रकारको ठाउँ हुनु हुँदैन भनेर बताउनु भएको छ। त्यसकारणले योग्य स्थानलाई चाहिँ चयन गर्नु पर्दछ। त्यो जमिनलाई शुद्ध पारेर केही फोहोर छ भने हटाएर शुद्ध पारेर खुर्की खार्की पारेर शोधनम मार्जनम घुमेर लेपनम धातु मण्डनम शुद्ध बनाएर गोबरद्वारा लिपपोत गरेर यस्तो प्रकारले त्यो कथास्थल जहाँ भागवत आयोजना हुन्छ त्यो स्थानलाई चाहिँ शुद्ध गर्नु पर्दछ। यी सबै प्रकारले लगभग 7 दिन अगाडिबाट नै शुद्ध भोजन कर्ताले ग्रहण गर्नु पर्दछ भनेर बताउनु भएको छ यहाँ। यस्तो प्रकारले मण्डपलाई यस्तो प्रकारले सिंगार्नु साक्षात भगवान वैकुण्ठनाथको जस्तो वैकुण्ठ छ त्यस्तै प्रकारको वैकुण्ठ सदृश मण्डपलाई निर्माण गर्नु पर्दछ। अब स्थान अनुसार देश अनुसार के वस्तु उपलब्ध हुन्छ। कदली खण्ड मण्डितै केराका खम्बाहरू ल्याएर, अब बाँस राख्ने चलन पनि हुन्छ तराईतिर त, उखुहरू पनि राख्ने चलन हुन्छ। यी सबै जे जस्तो लोकाचार कुलाचार के हुन्छ त्यो चलन अनुसारले मण्डपलाई निर्माण गर्छ। कर्तव्यो मण्डपः प्रोच्चै कदली कदली फल पुष्प दलेरे विश्वके वितानेन विराज चतुर्दिक्षु ध्वजारोपो बहु सम्पद विराजित। ध्वजा पताका आदि इत्यादि जसरी सुन्दर हुन्छ त्यस्तो प्रकारले मण्डपलाई पर्दछ। हे नारदजी यी सबै मण्डप तयारी गरिसकेपछि मध्य भागमा 7 लोकको कल्पना गरेर 7 खण्ड स्थान उच्च स्थान आसन पनि निर्माण गर्नुपर्दछ। त्यसको तात्पर्य के हो भने जुन पृथ्वी तलमा हामीले आयोजना गरेका हुन्छौँ त्यो भन्दा माथिको 7 लोक, त्यो भन्दा माथि भगवानको वैकुण्ठ छ भन्ने कल्पना गरेर बनाइएको हो। तलका लोकहरू अतल वितल सुतल तलातल महातल रसातल पातल भने जस्तै गरी माथिका लोक जमिनबाट माथि भूर भुव स्वह महाजन तप सत्य लोक, त्यो भन्दा माथि वैकुण्ठ लोकको कल्पना, त्यो भन्दा माथि कलश राखेर भगवान लक्ष्मीनारायणको प्रतिमालाई स्थापना गरेर वैकुण्ठमै हामी बसेर चाहिँ भगवानको गुणगान गरिरहेका छौँ भन्ने कल्पना गर्नु पर्दछ। भन्नको लागि 7 लोकको स्थापना गर्नु पर्दछ। यस्तो प्रकारले त्यसको
दिव्य सिंहासन पनि त्यहाँ परिकल्पना गर्नुपर्दछ। जहाँ व्यास बनाइन्छ व्यास गति पनि बडा उच्च आसनमा बनाउनु पर्दछ। व्यास गति बनाइएको लेभलमा अरू कुनै श्रोताहरूले बस्नु हुँदैन, त्यसको दोष लाग्दछ, प्रत्यवायव लाग्दछ भन्ने प्रमाण छ। व्यास गति भन्दा अल्पो गरी कसैले पनि बस्नु हुँदैन। के बताउनु भएको छ? व्यास गति व्यास गुरुहरू यदि पूर्व फर्केर बस्नु भएको छ भने श्रोताहरू उत्तराभिमुख भएर बस्नु पर्दछ। यदि सम्भव भएन, कतै ठाउँ त्यस्तै मिल्दैन भने व्यास गति उत्तर फर्काएर राखिएको छ भने श्रोताहरू पूर्व फर्केर बस्नु पर्दछ। यसरी यी कुरालाई चाहिँ विचार गर्नुपर्दछ। विरक्तो वैष्णवो विप्रो वेदशास्त्र विशुद्धिकृते दृष्टान्त कुशलो धीरो वक्ता कार्यो तिनिस्पृह। व्यासगुरु कस्तो चयन गर्नुपर्दछ? बडा ज्ञानले भरिपूर्ण हुनुभएको, वैराग्यका कुरा गर्ने, वैराग्यका धारा प्रवाह गर्ने, वैराग्यले भरिपूर्ण हुनुभएको, भगवानको शरणागति जसले ग्रहण गर्नुभएको छ, ब्राह्मण हुनुभएको, यस्तो प्रमाण लेखिएको छ यहाँ। विप्र भनेको ब्राह्मण। अब कस्तो हुन्छ त? बाहुनको कोखामा जन्मेर बाहुन हुन्छ र? हुन्छ? हुँदैन नि, होइन? ब्राह्मण भन्ने छुट्टै हो, बाहुन भन्ने चाहिँ छुट्टै हो है। बाहुनको घरमा जन्म हुने चाहिँ त्यो नाम मात्रको आजभोलि त्यो नागरिकतामा भएको जस्तै बाहुन भन्ने हुन्छ। ब्रह्म जानाति स ब्राह्मण। जसले आत्मालाई प्रत्यक्ष परमात्मासँग साक्षात्कार गराउँदछ त्यो नै ब्राह्मण हुन्छ। जसले परमात्माको गान गर्दछ त्यो नै ब्राह्मण हुन्छ। यस्ता प्रमाणहरू छन्, धेरै छन् ब्राह्मणको प्रमाणहरू। यस्तो प्रकारले ब्राह्मण हुनुपर्दछ। वेदशास्त्रलाई जसले राम्रोसँग अध्ययन गर्नुभएको, उदाहरण दिइदिकन बुझाइकन जसले प्रवचन गर्नुहुन्छ, विद्वान हुनुहुन्छ, यस्तो प्रकारको वक्तालाई चाहिँ चयन गर्नुपर्दछ भन्ने कुरा बताउनुहुन्छ। अनेक धर्म विभ्रान्तः स्त्रैणाः पाखण्डवादिनः सुखशास्त्र कथोच्चारे त्यज्यास्ते यदि पण्डिताः। धर्मलाई भ्रमित तुल्याउने खालको विभिन्न प्रकारको अन्य पाखण्ड धर्म, पाखण्ड भनेको पापस्य खण्ड इति पाखण्ड, विभिन्न प्रकारका धर्महरू पलाएका छन् है। धर्म भनेको मार्ग। सनातन धर्मबाट विमुख भएर विभिन्न प्रकारको धर्मको बारेमा बढाइ चढाइ जसले कथा गर्दछ त्यस्ता व्यक्तिलाई त्याग्नु पर्दछ। वास्तवमा भागवत मात्रै भनेर पनि साथ दिन सकिँदैन, यस्तो विशाल ग्रन्थ छ। भागवतको एक एक पदको अर्थ गर्ने हो भने, एक महिनाको आयोजना गर्ने हो भने अलिकति सुन्न पाइन्छ। चतुर्मासा आयोजना गर्ने भने अलिकति केही विषय सुन्न पाइन्छ। भागवत पुरै मजाले विशिष्ट विद्वानहरूबाट सुन्यो भने त यो जीवन सानो छ। त्यस्तो विशेष भागवतको पनि कथा छोडेर बाहिरका कथाहरू ल्याएर जसले भन्दछ त्यस्ता व्यक्तिलाई चाहिँ विचार गर्नु है भनेर यहाँ नारदजीलाई सनकादि ऋषिहरूले सङ्केत गर्नुभएको छ। भागवतको दृष्टान्त नै पर्याप्त रहन्छ। यहाँ विभिन्न प्रकारले अनेक भ्रमित प्रकारका धर्मको विषयमा बढाइ चढाइ जसले प्रवचन गर्दछ त्यस्ता व्यक्तिलाई चाहिँ त्याग्नु पर्दछ। अनि कर्ताले शुद्ध भएर हविष्यान्न बसेर शुद्ध भएर बस्नु पर्दछ। वक्ताहरू पनि शुद्ध भएर बस्नु पर्दछ। कसरी? मुण्डन आदि कर्म गरेर चाहिँ शुद्ध भएर बस्नु पर्दछ। अनि कर्ताहरूले सबैभन्दा पहिला प्रत्येक दिन सूर्योदय भन्दा पहिला लगभग ब्रह्म मुहुर्तमा चाहिँ उठ्नु पर्दछ भनेर बताउनु भएको छ। नित्यमय संसे पतः कृत्वा संसाध्यमय समय प्रयत्नतः तथा विघ्न विघाताय गणनाथमय प्रपूजयते। जुन आफ्नो नित्य कर्म हुन्छ भनेको जप तप गर्ने यताउता, त्यो त अरू दिन चाहिँ अलिक विशेष गरी गरिन्थ्यो भने भागवत आयोजना भइरहेको वखतमा चाहिँ अलिक संक्षेपमा गर्नु भनेर बताउनु भएको छ क्या। किनभने भागवतको सेवा, भागवतको शुश्रूषा भन्दा ठुलो अर्को कुनै पनि कार्य होइन। एकजना बाबाजी हुनुहुँदो रहेछ वृन्दावनमा, भगवानको छवि देख्ने जहाँ पनि प्रातःको समयमा ब्रह्म मुहुर्तमा उठ्नु भएछ। अनि दत्युन लिएर, हाम्रो जस्तो ब्रस मन्जन होइन कि, दत्युन लिएर दाँत मात्दै मात्दै वृन्दावनमा एउटा घाट छ, केसी घाट। केसी घाटको नजिकै कालिन्दीको तटमा, कालिन्दी भनेको यमुनाको तटमा यसो बसेर जलतिर हेर्दै हेर्दै हेर्दै
दाँत माझ्दै हुनुहुन्थ्यो उहाँले त त्यो कालो जलमा चाहिँ भगवान श्याम सुन्दरको आकृति चाहिँ उहाँले देख्नु भएछ। यति मग्न हुनुभयो, यति मुग्ध हुनुभयो बाबाजी, साधु बाबा, त्यो दाँत माझिरहेको छु भन्ने पनि होस भएन। मात्दै हुनुहुन्छ, कति बेला घाम झुल्क्यो, कति बेला रात परे पनि थाहा भएन। 1 दिन बितेछ, 2 दिन बितेछ, दाँत माझ्दै हुनुहुन्छ, भगवानको श्याम सुन्दरको छवि त्यो जलबाट हटेन, यति मग्न हुनुभयो। अनि बाटोमा हिँडिरहेका बटुवाहरू, त्यहाँ आएका घाटमा आएका व्यक्तिहरूले 2 दिन पछाडि साँझको समयमा यसो झकझकाएछन्। हिजो आउँदा पनि जोगी यही थिए, अस्ति आउँदा पनि जोगी यही थिए, के भएछ यिनलाई भनेर यसो झकझकाएको, बाबाजी दाँत माझ्न सकिएन अनि झल्यास आउनुभयो। एखेला बेलुका पो भएछ, बिहान दाँत माझ्न बसेको बेलुका भएछ भनेर बाबाजीले भनिसकेपछि कहाँ हुनु, 2 दिन भइसक्यो हजुर बसेको त। ओहो, मैले त 8 प्रहरमा चाहिँ भगवानको पूजा गर्थे, 8 प्रहरमा चाहिँ भगवानको जप तपहरू गर्थे, मेरा सबै कर्महरू 2 दिनबाट नष्ट भयो, अब मलाई बडा दोष लाग्ने भयो भनेर भन्नुभयो। भनिसकेपछि त्यहाँ आउनुभएका भक्तहरूले भन्नुभएछ, जहाँ भगवानको छवि हजुरलाई प्रत्यक्ष भइरहेको छ, भगवानको सेवा भइरहेको छ भने ती नित्य कर्म त्रुटि भए पनि हजुरलाई कुनै पनि प्रकारले दोष लाग्नेवाला छैन भनेर शास्त्रको विभिन्न प्रमाणहरू ल्याएर सुनाइदिनु भयो। यसको तात्पर्य के हो भने भगवानको सेवामा त्रुटि नहोस् भन्ने उद्देश्य हेतु नित्य कर्म पनि गर्नु चाहिँ पर्छ, तर संक्षेपमा गर्नु भनेर बताउनु भएछ। नित्यम संक्षेपतः कृपा संध्याद्यम स्वम प्रयत्नतः। अनि पूजा सुरु हुनुभन्दा पहिला विघ्न नहोस् भन्नको लागि गणनाथ बाबा गणपतिलाई पनि पूजा गर्नुपर्दछ। पितृन् सन्तप्त शुद्ध्यर्थम प्रायश्चित्तम समाचरते। पितृलाई स्मरण आदि इत्यादि गरेर प्रायश्चित्त गायदान गर्नुपर्दछ। गायदान गर्ने महिमा प्रमाणहरू पनि छ है, बताउँ है त। कस्तो व्यक्तिले गायदान गर्ने अधिकार छ भन्ने प्रमाण छ एउटा। आजभोलि त गाई कति प्रकारको हुन्छ गुरु भनेपछि 2 प्रकारको भनिदिनुपर्छ। एउटा गोठको गाई, अर्को कोटको गाई हुन्छ क्या, होइन हो नि। गोठको गाई त हुँदैन। जसले चाहिँ नियमपूर्वक 10 वटा गाई पालन गर्नुभएको छ भने त्यस्तो व्यक्तिले मात्र एउटा गाईदान गर्ने अधिकार छ भन्ने प्रमाण छ है। गाईदान त बिरलै हुन्छ, त्यही पनि गाईदान गर्ने भएपछि आजभोलि लुरी, लाम्री, सिंगाने, लुत्राको, बाछी त्यस्तो दान पनि हुन्छ। अहिले त अलि हट्यो, अलि पहिला हामी बच्चा हुँदाखेरि चाहिँ गाईदान गऱ्यौँ भनेपछि सानो बाछी अगडम बगडम, लैनो गाई भर्खर ब्याएर चोखिएको बाछो सहितको गाई दान गर्नुपर्दछ। सम्भव भएमा सिङलाई सुनले मोडेर, खुर चाहिँ चाँदीले मोडेर, दुहरी भाँडो काँस्य पात्रले मोडेर यस्तो प्रकारले मन्त्र पढेर गाई दान गर्ने विधान छ। नभएमा यथाशक्ति यस्तो प्रकारले प्रायश्चित्तम समाचरेर प्रायश्चित्त आदि इत्यादि गौदान आदि इत्यादि कर्म गरेर मण्डल बनाएर भगवानको स्थानहरू बनाएर यथायोग्य स्थानमा सबै देवी देवतालाई स्थापना गर्नुपर्दछ। ग्रहको स्थान पनि राख्नुपर्दछ, वास्तुको स्थान पनि राख्नुपर्दछ, मातृकाहरूलाई पनि स्थापना गर्नुपर्दछ, बाबा भोलालाई पनि त्यहाँ स्थान दिनुपर्दछ। भागवतमै आउँछ यो प्रमाण। ब्रह्मा विष्णु महेश्वरमा जसले भेद दृष्टि देख्दछ, ती ठुला ती साना भन्ने भेद जसले देख्दछ भने त्यसले गरेका कर्म सबै स्वाहा हुन्छ। त्यसकारणले ब्रह्मा विष्णु महेश्वरलाई स्मरण गर्नुपर्दछ, स्थान दिनुपर्दछ। अनि सबै प्रकारको दश दिक्पाल, क्षेत्रपाल आदि इत्यादि सबैलाई स्मरण गरेर पूजा गरेर गर्नुपर्दछ। ब्राह्मणले पनि सबै प्रकारले पूजा गराउनु पर्दछ। सबै पूजा समाप्त भइसकेपछि अनि यस्तो प्रकारले स्तुति गर्नुपर्दछ। संसार सागरे मग्नम दीनं माम करुणानिधे कर्म मोह गृहीतांगम मामोद्धर भवार्णवात्। हे प्रभु, यो संसार सागर वास्तवमा हजुरको खेलौना हो। यस्तो मायाले जकडिएको हजुरको यो संसार सागर छ, त्यहाँ म यति भुलिरहेको छु, म डुबिरहेको छु। आज म हजुरको शरणमा आएको छु। मोह रूपी बन्धन, मोह रूपी ग्रहले चाहिँ मलाई यसबाट छुट्न दिएको छैन। कहिले पत्नी भन्यो, पुत्र भन्यो, सम्पत्ति भन्यो, यसो आना चिम्ल्यो, ध्यान गर्यो, केही न केहीले चाहिँ त्यसलाई अवरोध तुल्याइरहेको हुन्छ। यो भवसागरबाट मेरो मोह छुटाएर हजुरले भवसागरबाट मेरो उद्धार गरिबक्स्योस्, यसको अर्थ यही हो। यस्तो प्रकारले भगवानको स्तुति गर्नुपर्दछ। अनि धूप दीप के कति सकिएको छ, सामग्रीहरू बनाइएका नैवेद्य 2 प्रकारको हुन्छ है। नैवेद्य पनि पाकेको पकाएको सबै प्रकारको नैवेद्य भगवानलाई अर्पण गर्नुपर्दछ।
अनि पुस्तकलाई भगवान साक्षात श्री कृष्णकै स्वरूप श्रीमद् भागवत रूपी पुस्तकलाई पनि पूजा गर्नुपर्दछ। पूजा गरिसकेपछि भागवतको पनि स्तुति गर्नुपर्दछ। श्रीमद् भागवत साक्षात कृष्ण समान हुनुहुन्छ। यो मेरो र मेरा दिवंगत भएका पितृ लगायत जति पनि हामी श्रवण गर्न बसेका छौँ, हामी सबैको मुक्तिको लागि, भवसागरबाट मुक्तिको लागि म भागवतको सेवा गर्दछु। श्रीमद् भागवताख्योऽयं प्रत्यक्ष कृष्णैव हि स्वीकृतोऽसि मया नाथ मुक्त्यर्थं भवसागरे। मनोरथो मदीयोऽयं सफला सर्वथा त्वया निर्विघ्नेनैव कर्तव्यो दासोऽहं तव केशव। हजुरले मेरा सबै मनोरथ परिपूर्ण गरिबक्स्योस्, म हजुरको शरणमा पर्दछु, म हजुरको दास हुँ। यस्तो प्रकारले भाव सहित मन्त्र भनेको त एक प्रकारको प्रक्रिया मात्रै हो। ठुला ठुला कथाकारहरूले भन्नुभएको छ कि जहाँ भाव हुन्छ त्यहाँ नै भगवान हुनुहुन्छ। आजको कथामा पनि गुरुदेवले भनिबक्स्यो, भाव छैन भने त्यहाँ भगवान प्रकट भइबक्सिन्न। मन्दिरमा गएर सुन्नुभयो होइन, मन्दिरमा गएर यसो दर्शन गरेर आँखा चिम्लेपछि हृदयभित्र चाहिँ भगवानलाई जागृत गर्नुपर्दछ। यसरी भावद्वारा भगवानलाई स्मरण गर्नुपर्दछ। अनि व्यास स्वरूप सुखदेव स्वरूप व्यासजीलाई पनि पूजा गर्नुपर्दछ। सम्भव भएमा त्यस महायज्ञमा कम्तीमा पनि 5 जना ब्राह्मणलाई चाहिँ वरण गर्नुपर्दछ भनेर बताउनु भएको छ। अनि व्यासजीको प्रार्थना, सुखदेव स्वामी समान हे व्यासजी, हजुरले म भित्र भएको अज्ञान रूपी अन्धकारलाई हजुरले हटाइबक्स्योस्। उपव्यासको पनि त्यसै गरी प्रार्थना, विभिन्न प्रकारले विसर्ग बिन्दु आदि इत्यादि नछोडिकन हजुरले पाठ गरिबक्स्योस्, जुन पारायणद्वारा हाम्रा अज्ञानता तुरन्तै नाश भएर जाओस्। अनि कुनै पनि प्रकारले कथा भङ्ग हुने प्रकारको क्रियाकलाप गर्नु हुँदैन पनि भनेर बताइएको छ। एकजनाले ध्यानमग्न पूर्वक चाहिँ कथा सुनिरहनु भएको छ, अर्कोले आएर यसो कोट्याइदियो भने त्यो कोट्याउनेले त यसो सुन्न चाहेको छ, अर्को सुनिरहनेको ध्यान पनि भङ्ग हुन्छ। त्यो गर्यो भने के हुन्छ? नरकमा जानुपर्छ। गरुपुराणमा लेखा छ है त्यो चाहिँ, कथा भङ्ग गरस्य, कथा भङ्ग गर्नु हुँदैन। भगवानको कथा श्रवण गरिरहेको बखतमा, पाठ पारायण श्रवण गरिरहेको बखतमा भगवानबाट ध्यान नछुटोस् भन्नको लागि मन्त्र सदैव जप गरिरहनु पर्दछ। आउँछ मन्त्र हजुरहरूलाई? मन्त्र आउँछ? के मन्त्र भन्नु त? ओम नमो भगवते वासुदेवाय, ओम नमो भगवते वासुदेवाय, ओम नमो भगवते वासुदेवाय, ओम नमो भगवते वासुदेवाय, ओम नमो भगवते वासुदेवाय। वासुदेवाय भज वासुदेवाय, वासुदेवाय भज वासुदेवाय, वासुदेवाय भज वासुदेवाय, वासुदेवाय भज वासुदेवाय। ओम नमो भगवते वासुदेवाय, ओम नमो भगवते वासुदेवाय। नारदल धुर बनाई यही मंत्र दिए, नारदल धुर बनाई यही मंत्र दिए, यही मंत्र दिए प्रभु, यही मंत्र दिए, यही मंत्र दिए प्रभु, यही मंत्र दिए। ओम नमो भगवते वासुदेवाय, ओम नमो भगवते वासुदेवाय। वासुदेवाय भज वासुदेवाय,
वासुदेवाय भज वासुदेवाय वासुदेवाय भज वासुदेवाय वासुदेवाय भज वासुदेवाय ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय सुखदेव स्वामी ने भागवत सुनाए सुखदेव स्वामी ने भागवत सुनाए परीक्षित महाराज ने ज्ञान पाए परीक्षित महाराज ने ज्ञान पाए ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय वासुदेव भगवान को यस्तो प्रकारले भगवानको जप भगवानको द्वादशाक्षर मन्त्र अथवा अष्टाक्षर मन्त्र जप गर्दै गर्दै रहनु पर्दछ। अनि जति पनि उपस्थित हुनुभएको ब्राह्मण हुनुहुन्छ उहाँहरू सबैको पूजा गरेर अनि भगवानका भक्त वैष्णवहरूको आज्ञाद्वारा मण्डपमा प्रवेश गरेर नियमपूर्वक बस्नु पर्दछ भनेर बताउनुहुन्छ। यस्तो प्रकारले कर्मलाई प्रारम्भ गर्नुपर्दछ। जब मध्याह्न हुन्छ हे नारदजी मनुष्यको शरीर हो कुनै न कुनै प्रकारको भोजन भएको हुन्छ जलपान भएको हुन्छ मलमूत्र आदि इत्यादि त्याग गर्नुपर्ने हुन्छ। त्यसकारणले 2 घडी भए पनि विश्राम गर्नु भनेर नियम बताउनु भएको छ। 2 घडी भनेको लगभग 48 मिनेट हुन्छ लगभग हैन 48 मिनेटै हुन्छ। 1 घडीमा 24 मिनेट हुन्छ 2 घडीमा 48 मिनेट 2.5 घडीमा 1 घण्टा हुन्छ। त्यति चाहिँ मध्याह्न गर्नुपर्दछ। सकिन्छ भने प्रमुख कर्ताले 7 दिनसम्म निराहार भएर कथा श्रवण गर्नु भनेर बताउनु भएको छ। कलिको धर्म के हो अन्न नभइकन प्राण रहँदैन। त्यसकारणले यी सबै कुरालाई विचार गरेर मात्रै गर्नु पर्दछ। लेख्नु भएको छ निराहार बस्नु त्यो पनि नसकेदेखि घृतपान गर्नु त्यो पनि नसकेदेखि पयपान दुधपान मात्र गरेर बस्नु पर्दछ। त्यो पनि नभए एक साग भोजन गर्नु पर्दछ शुद्ध मात्र भोजन गर्नु पर्दछ। भगवान प्रति जसको मन लाग्दैन भगवानको जसले शरणमा जो परेको छैन भगवान प्रति जसको श्रद्धा उत्पन्न हुँदैन त्यस्ता व्यक्तिले कथा सुन्ने अधिकार छैन भनेर बताउनु भएको छ। सप्ताह व्रति नाम पुंसम नियमान शृणु नारद विष्णु दीक्षा विहीनानाम नाधिकार कथा श्रवे। नारदजी अनि जो कर्ता बस्नु भएको छ सबै उहाँहरूले तिनै 7 दिनसम्म ब्रह्मचर्य व्रतमा रहनु पर्दछ। ब्रह्मचर्यमा रहेर सम्भव भएसम्म खाटमा शयन नगर्नु शयन गर्नु शुद्ध वस्तुहरू ग्रहण गर्नु पर्दछ। 2 दलम मधु तैलम च गरिष्ठान्नम तथैव च लयन सुन्नु भएको थियो हिजो हैन 2टा दल भएका पक्राटो भएका चीजहरू ग्रहण नगर्नु। अब देशकाल परिस्थिति शरीरलाई विचार गरेर शुद्ध चीजहरूलाई विचार गरेर लिनु पर्दछ। काम क्रोध मद मान मत्सर लोभ यी सबै चीजहरू त्याग गर्नु पर्दछ। आफूले गरिएका कर्म सबै भगवानलाई समर्पण गर्नु पर्दछ। हे प्रभु यो हजुरकै कृपाद्वारा यो शरीर प्राप्त भयो हजुरको कृपाद्वारा हजुरको प्रेरणाद्वारा आज हजुरको सेवा गर्ने मलाई इच्छा जागृत भएको छ। यो सबै केवल हजुरकै प्रीतिको लागि हो प्रभु भनेर भगवानकै चरणमा चाहिँ यी सबै कर्महरू समर्पण गर्नुपर्दछ। निष्काम भावनाले जसले कर्म गर्दछ त्यसका सबै इच्छा आकांक्षाहरू परिपूर्ण भएर जान्छन्। जो नास्तिकहरू छन् तिनीहरूले कथा सुन्ने अधिकार छैन। त्यसैगरी यी कुरालाई सबै प्रकारले विचार गर्नुपर्दछ। विभिन्न प्रकारले माताजीहरूको कुनै शारीरिक समस्या गर्भ सम्बन्धी समस्याहरू छ भने यी सबै समस्याहरूलाई पनि भागवतको कृपाद्वारा भागवतको प्रसादद्वारा चाहिँ त्यो सबै समस्याहरू हटेर जान्छन्। जसका गर्भहरू खेर गएका छन्
काका भन्दा भनेको जसका एउटा मात्र सन्तान भएका छन्, शास्त्रले त्यो विधान गरेको छैन। एउटा भन्दा बढी सन्तान हुनै पर्दछ, अझै 3टा पुत्रको त विधान छ। यस्तो प्रकारले ती सबै समस्याहरूको दोष पनि निवारण हुन्छ। यति मात्र होइन नारदजी, जसका ग्रहहरू पनि बिग्रेका छन् ती 90 ग्रहलाई पनि भागवतको कृपा प्रसादद्वारा चाहिँ ती ग्रहहरू साम्य भएर भाग्योदय हुन्छ, फल प्रदान गर्दछ। यस प्रकारले सबै कर्म समाप्त भइसकेपछि ब्राह्मण भोजन अवश्य गराउनु अनि आफूले पनि यथाशक्ति भोजन गर्नु, अनि अन्तिम दिन समापनको दिनमा पनि यथाशक्ति नित्य पूजा गरेर समापनतर्फ लाग्नु पर्दछ। अनि प्रत्येक बीचमा भगवानको नाम उच्चारण भएको बखतमा भगवानको जयकार पनि लगाउन बिर्सिनु हुँदैन। जय शब्दमे नमः शब्दमे शंख शब्दम चकारयते विप्रेभ्यो याचकेभ्यश्च वित्तमन्नं च दीयताम्। जयकारले भगवानको जय जयकार लगाउनु पर्दछ। जय ध्वनिद्वारा शंख वादनहरू गरेर घण्टा वादनहरू गरेर भगवानको आरती गर्नु पर्दछ। अनि जो विप्र हुनुहुन्छ, याचक भनेका जो माग्नेहरू हुनुहुन्छ, ती जति पनि हुनुहुन्छ सबैलाई दान दक्षिणाद्वारा सन्तुष्ट गर्नु पर्दछ। हवन आदि इत्यादि कर्म गरेर जसरी कर्ममा लेखिएको छ त्यो कर्म अनुसारले यसरी भागवतको आयोजना गर्नु पर्दछ भनेर भगवानको महिमाले भरिपूर्ण भएको भागवतको सेवा कसरी गर्ने भन्ने विषयमा सनक सनन्दन सनातन सनत कुमारले नारदजीलाई भागवत आयोजना गर्ने विधि श्रवण गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट, यो 6औं अध्याय भोलिबाट पहिलो अध्यायबाट प्रारम्भ हुन्छ। राधा रमण भगवानको, श्री कृष्णचन्द्र भगवानको। आउनुहोस् अब हामी केही भजन श्रवण गरौँ। अलिकति थोरै बुवा कर्तव्य थोरै धूपबत्ती गरिदिनु होला, अनि भगवानलाई हामी शयन गराउँछौँ। अनि भगवानको भजन कीर्तन आरती भजन कीर्तन अनि समय भयो भने मात्रै ज्ञान मन चाहिँ आज समय भएन भने चाहिँ भोलि बेलैमा आउँला अनि ज्ञान मन सुरु गरौँला। श्रीमद् भागवत महापुराणको घुम्नु गयो।